एभ्रिवान सेवा सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी पिकनिक खानु आएको छौँ। हामी चाहिँ गाउँको सबैजना भएर आएको छौँ, केटाकेटी भएर। अनि यहाँ चाहिँ पानी भएको छ। हाई भन ओइ, यहाँ चाहिँ सबै सामान लिएर आएको छ। यता हेर्नु, हाई भन्नु। यता छ सुन्ता नाना, यता मिकल, यहाँ यता हेर्नु, हाई भन। तेरो नाम भन। मेरो नाम आशिष राई। यता चाहिँ गुराँस बिराज पनि उमाथि छ अरे। यिनीहरूलाई पनि हामीसँग पिकनिक खाने अरे। यिनीहरूलाई पनि हामीले पैसा उठाएर पिकनिक खानु आँटेको छु। हामी 4 जनाले 1100 पैसा उठाएर पिकनिक खानु आँटेको। अनि आबेला पनि खुवाउनु आँटेको नि। अब चाहिँ यहाँ हामी दाउराहरू खोज्न आँटेको छौँ। अहिले चाहिँ चौचौ पनि पकाउँदैछौँ। करेन्ट चौचौ 5 वटा। यिनीहरूले चाहिँ ओइ माछा मार्यो कि मारेनौ? किन? अब चाहिँ हामी चौचौ पनि पकाइसक्छौँ। के भएर यता हेर्न, यता चाहिँ यता त राम्रो आउँदैछ भिडियो। यतापट्टि त यसलाई त जङ्गली फेस्रो चाहिँ देखिरहेको छ नि। यता हेर अमाउनी। यहाँ चाहिँ हामी चटपटे बनाउँदैछौँ भन न। यसो त हामीले आज चाहिँ चटपटे बनाउँदैछौँ। अब चाहिँ यता छ गुराँस राई, यता छ मिकल। अनि यहाँ चाहिँ हामीले करेन्ट चौचौहरू पनि बनाइसक्यौँ। यहाँ घोलिसकेको छौँ। यो चाहिँ यहाँ पत्ता धुँदैछ, भाग भन्न लगाउने बेला हुन आँटेको छ। यहाँ चाहिँ खाँदैछ। यता हेर, हाई कस्तो भयो? मिठो भयो। मिठो भयो? मिठो भयो सुहाना? कस्तो भयो? यता हेर कस्तो भयो? आफैले बनाएको मिठो भयो भन्न। नि खाएर पनि गइसकेको, सबै खाइसकेर अघि देखाउनु पर्यो भनेको देखाउनु पाइनौ। यता हेर गुराँस, गुराँसले चाहिँ कट्टु पनि फटाउन सफल भएको छ। आयो यता हेर्नु सुहाना, यसले चाहिँ अझै खाँदैछ है। हाई भन्नु, सेवा गरिदिनु। खै सेवा गरेको के गरेको होला। त्यहाँ चाहिँ अब म चाहिँ सक्दिनँ, अब बिरामी छु, के गर्नु। त्यति त रमाले बोकिहाल्छ नि। यतिको चाहिँ हुनुपर्छ नि त। अनि अब पिकनिक खानु आएपछि होइन। यता हेर्नु महसुस कस्तो भयो आन्टीहरूसँग पिकनिक खानु? अब घाम त अझै माथि नै परेछ त नि। स्कार्फले यस्तोमा अनि त्यहाँ मेरो सामानहरू छैन। अरे रोल हान्छु नि फेरि। हाम्रो घर हौ। अस्ति चाहिँ हामीले यहाँ नै पकाएर खाएको थियौँ। यहाँ पकाएर अनि यहाँ बसेर खाएको है अस्ति नै हौ। यहाँ त्यो खोल्सीमा अहिले चाहिँ त्यो यो खोल्सी यस्तो थिएन नि। कहाँ भिडियो बनाएको थियो? यहाँ माथि त्यही हो त, त्यो खाएको भिडियो होइन? भन्दै थियो क्या। यता हेर गुराँस, ब्याग बोक्न सफल भएको छु भन न। रित्तो ब्याग रहेछ होइन? बोक न। अब चाहिँ हामी लागेको घरतिर सबैजना। अब चाहिँ उकालो छ जानु चाहिँ। अब यहाँदेखि तेर्छु अनि त्यहाँदेखि उकालो त त्यस्तो छ क्या यहाँ चाहिँ। एभ्रिवान, अनि यो भिडियो चाहिँ मैले अस्ति नै बनाएको थियौँ। हामीले अस्ति पिकनिक खानु जाँदा। अनि तर मैले त्यतिकै भिडियो इन चाहिँ गरिनँ, फोनमा चार्ज पनि थिएन। अनि मेरो चाहिँ म चाहिँ अलिक बिरामी पनि थिएँ नि त। अनि त्यही भएर भिडियो मैले इन पनि गरेको थिइनँ। अनि थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज।